हेलो साथीहरू, नवीन नेहा ब्लग च्यानलमा हजुरहरूलाई स्वागत छ भन्दै आज पनि म नयाँ भिडियो ब्लग लिएर आइसकेको छु। हजुरहरूले अन्तिमसम्म हेरिदिनु होला भन्दैछु। आज चाहिँ कति बज्यो अहिले 8 साढे 8 होइन 8 बज्यो होला, 8:15 जति भयो होला। अनि खाना पकाउँदैछु, सब्जी पकाउनु पर्ने। यहाँ पाकिसकेको छ। अनि सानी छोरी यहाँ खेल्छिन् ऊ यस्तो छ किचनहरू सबै। अनि सो नानीलाई स्कुल पठाउनु पनि पर्ने छ क्या, ढिलो हुन्छ। मेरो चाहिँ बिहान जहिले यस्तै हो क्या। म चाहिँ भिडियोहरू पनि बनाउन त्यति भ्याउँदिनँ। अनि त्यही भएर मेरो भिडियो चाहिँ सबैजनाले अन्तिमसम्म हेरिदिनु होला। छोटो भए पनि नराम्रो भए पनि एक्लै भए पनि धेरैजना भएको भिडियो हेर्छु, सबैजनालाई मनपर्छ त्यो थाहा छ। सो एक्लै छु, त्यही भएर सबैजनाले अन्तिमसम्म हेरिदिनु होला। के गर्छु, छोरी चाहिँ यहीँ खेलेर बस्छिन्। ऊ चाहिँ सक्सक गर्दै खेल्दै बसिरहेकी छिन् त्यहाँ। ऊ बेलुनसँग आउन खोज्दै छिन्। अब खाना पाकिसक्यो, अब सब्जी पकाउँछु। ढिलो हुन आँटिसक्यो कि नानीलाई स्कुल पठाउन ढिलो हुन्छ। फेरि अहिले यो सिट्ठी पनि किन नलागेको, सायद खाना पाकिसक्यो होला हौ। अब चाहिँ म चाहिँ आफ्नो त्यही भाँडाकुँडाहरू यत्तिकै नष्ट भएको छ कि ती भाँडालाई धुएर जानु पर्यो नि त। सानो खेला मस्तै लामो हुन्छ अहिले हेर्नु पनि हुन्न होला कि तपाईँहरू चाहिँ लामो भिडियो भनेर। टमाटरहरू चाहिँ फ्रिजमा राख्दिनँ, चिसो महिना छ। टमाटरहरू चाहिँ यतैतिर राख्ने गरेको छु। म चाहिँ फेरि देखिन्न रहेछु नि त, दुई मात्र देखिरहेको छु। हेर्दा हेर्दै 2 मिनट्स भइसकेछ। लामो भिडियो हेर्नु पनि हुन्न होला जस्तो लाग्छ। उसको म चाहिँ सब्जी पकाउन आँटेको छु। नानी कहाँ पुग्छ एकैछिनमा खेल्न। अरू नानी चाहिँ सानी त अहिले सानी चाहिँ त्यो सानीको टेन्सन छैन। छोरी नै चाहिँ गाउँ गएर दिक्क लाउँछ कि बाटोतिर डुलेर। हजुरहरू पनि यस्तै होला। अनि हजुरहरूले यदि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सबैजनाले यदि मेरो भिडियो मनपर्छ भने सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला भन्छु म चाहिँ। अनि सबैजनाले साथ सपोर्ट दिनु होला, मलाई पनि अरूलाई दिए जस्तै भन्दै। अनि मेरो भिडियो चाहिँ कोही बेला मात्र हाल्छु कि मलाई खासै भिडियोहरू बनाउन पनि आउँदैन। कसरी एडिट गर्ने के गर्ने थाहा नै हुँदैन क्या। अनि रोक्दै गर्दै कति लामो भइसकेको छ, एडिट गर्न पनि आउँदैन। यत्तिकै हालिदिइरहेको हुन्छु क्या। अनि जस्तै भए पनि हेरिदिनु होला सबैजनाले। सानो मामु कुक्कु काली केटी यता आएर यता भन्छु म चाहिँ। अनि सो मेरो चाहिँ बिहान जहिले यस्तै हतारै हुन्छ कि। अब रोटीलाई स्कुल पठाएपछि, नानीलाई स्कुल पठाएपछि चाहिँ बोर्डिङ गएपछि अलि हल्का हुने हो। नभए त मलाई त यस्तै हो, हतार नै भइरहेको हुन्छ। हतार नै गरिरहेको नै हुन्छु। यस्तै जिन्दगी नै ठिक छ नि, जति एक्लै हुनुहुन्छ त होइन। साथीहरू एक्लै हुँदा जल्सी लाग्छ, दिन काट्न गाह्रो हुन्छ। तर बच्ची बुढाबुढी भएको घर कहिले पनि उज्यालो रमाइलो भइरहन्छ कि कहिले पनि सुनसान हुँदैन क्या त्यो घर चाहिँ। लाइन पनि गयो। आहा प्याज काटेपछि कराएको छ प्याज, आँखा खोलिहाल्यो। यतातिर चाहिँ गाईहरू बसिरहेका छन्, देखेर जुरुक्कै उठ्छन्। बसिरहेका पनि मान्छे देख्नै हुँदैन भयो बिचराहरूलाई। बसाउँदैछु सब्जी। कस्तो
त कस्तो देखिएर अब सब्जी पाक्दैछ म चाहिँ भाँडा माग्नु जान्छु बाथरुमतिर सानी छोरी खेलिरहेको छिन् अर्को बाटोमा उसले नक्कल पार्दैछु बाटो डुलेर गाडी हाल्छ औ नगर है केही पनि बुइलाई मिसहरूले हेर्नुहुन्छ नि यो भिडियो त फेरि अनि किन गरेको त चक्छ क्या त आऊ बोक्न सक्छौ त तिमी यहाँ नि नउठाऊ है प्रिन्स मलाई अहिले भरे बोक्नु अहिले हुँदैन अहिले त कहाँ भ्याउँदैन भाँडा मान्नुहुन्छ नानी खेल्नुहुन्छ सानी पनि एक्लै खेल्नुहोस् दुईजना एक्लै खेल ल हेलो साथीहरू अब आजको लागि चाहिँ यति नै भन्दैछु म चाहिँ अब बिदा हुन चाहन्छु मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला यहाँभन्दा उता चाहिँ म बनाउन भ्याउँदिनँ अब नभ्याएपछि के गर्नु होइन धेरै लामो पनि भइसकेछ अघि यत्तिकै यहाँ छोडिरहेको छु बिर्सेर अब त्यो मलाई काट्न आउँदैन सो त्यो पनि माइन्ड नगरिकन हेरिदिनु होला 7 मिनटको भइसकेछ आज त भिडियो बनाउँदै अब यस्तै भयो दुईजना चाहिँ त्यहीँ बस्दै लडी बडी गर्छन् त्यहीँ बस्छन् त्यहीँ खेल्छन्